हेलो गाइज, म चाहिँ तरकारी किन्न जाँदैछु। लखर 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 लखर। यो चाहिँ मेरो घर हो गाइज। भनेर भन्न मिल्दैन क्या, अहिले नै चाहिँ अलि पछि भन्न मिल्छ होला जस्तो छ क्या। त्यही भएर चाहिँ लखर लखर जाँदैछु। मेरो घर भएको बाटोको रोड यस्तो छ भनेर नभनिहालौँ होइन, समय आएपछि बनाउला। यस्तो छ गाइज। आज चाहिँ चैतको 7 गते शनिबार। हाम्रोमा भीषण पानी परेर होइन, एकदमै चिसो चिसो जाडो भएको छ। भन्नु पर्दाखेरि यस्तो छ। बाटो चाहिँ भन्नुपर्दा पुरा गन्दा गन्दा छ। यस्तो बाटो हिले बाटो छ। अब हिलो उछिट्याएर कुकुरको गुहरू उछिट्याएर भए पनि हिँड्नै पर्यो है। यहाँ चाहिँ यो काठमाडौँमा चाहिँ कुकुर बिरालो, अरे बाफ्रे बाफ्रे बाफ्रे, लो लो ननी हान्छ है के हो छ्या। कुकुर बिरालो है यति छैन यो काठमाडौँमा। यहाँका मान्छेहरूले पाले हो कि के हो म छक्क पर्छु। यो काठमाडौँको कुकुर बिरालो कहिले कोतार्ने, कहिले टोक्ने, कहिले के गर्ने गरेर मैले यति भ्याक्सिन हानिसकिनँ गाइस। यस्तो छ। नभन्दै यहाँ आइपुग्यो रोटमा। के छ ठुल दिदी, साग ल्याउनु भएन सिद्धको? ल हाम्रो ठुल दिदीको साग पसल यस्तो। त्यहाँ चाहिँ सेक्पा पसल हो, झिलिमिली घर होइन। नभन्दै म टक्कसँगले मासु पसलमा आइपुगेँ। यहाँ चाहिँ मैले लाने मासु पसल। दाजु मासु दिन्न, कसरी हो केजी? 430। छाती र फिलाको हालिदिनु है, आधी केजी हालिदिनु। अलि राम्रो ठुलो। यहाँ चाहिँ मासु आयो। मासु ढाँटिदिनु हालिदिनु दाजु। यहाँ चाहिँ तरकारी पसल आयो तरकारी पसल। तरकारी के लैजाउँ। साग छैन, रायोको छैन। उयो सिमे साग कसरी हो? 35। एक मुठा दिनु त। ल सिमे साग बोडी। काठमाडौँमा चाहिँ तरकारी यसरी राख्छन् है। हाम्रोतिर चाहिँ यसरी राख्थे ठुल्ठुलो उसमा। यहाँ चाहिँ यसरी राख्छ। ल मैले काठमाडौँको कुकुर भन्दा यहाँ 2 जना आइपुग्यो भयो। यो कुकुरहरू कति आउँछ है दाइ? यिनीहरूलाई भ्याक्सिन हानेको हुन्छ? हान्छ? के ल्याएर नगरपालिकाले? भातहरू पनि दिन्छ? एकजना दिदीले स्कुलमा भात गएर देखेको थिएँ क्या मैले अस्ति नै है। यो तल लाइनतिर दिएको देखेको थिएँ मासु र भात। ए फेरि के हो क्या दिदी यो काठमाडौँमा कुकुर? हाम्रो गाउँतिर त कुकुर छैन त्यस्तो। यहाँ त गल्ली बिच कुकुरै कुकुर। क्या त्यही भएर होला, जता पनि कुकुरै कुकुर। म चाहिँ गाइस साग मासु बोकेर अब घरतिर टुई लागेँ।